नमस्ते साथीहरू, मेरो घरको गार्डन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। अनि मेरो सानो कौसीबारीमा के फल्दैछ आज हामी सँगसँगै हेर्दै जाउँ है त। मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला। मैले चाहिँ हेर्नुहोस् न, यो सानो सानो पटलाई पनि युज गरेको छु। कुनैमा फ्लावरिङ प्लान्ट छ, कुनैमा चाहिँ मैले सागहरू पनि रोपेको छु यहाँ हैन। अनि यो चाहिँ फापरको साग भयो। यति टिनी पटलाई पनि मैले यहाँ चाहिँ युज गरेको छु। यो मेरो तुलसी, त्यसै गरी यता यो मेरो यो लसुन भयो। एभ्रिडे अचार खानको लागि पत्ता टिप्नलाई काम लागिरहेछ। अनि कस्तो हेल्दी यो ग्रोथ भइरहेछ क्या यो तुलसी, त्यसै गरी यो लसुनको। अनि मैले केही पटहरूमा त मिन्ट पनि रोपेको छु हैन। सानो सानो पटलाई पनि मैले केही न केही चाहिँ रोपेर युज गरेकै छु हैन। थोरै भए पनि हार्भेस्ट गर्न मिल्छ नि त, त्यो भएको भएर मैले चाहिँ यसलाई युज गरेको छु। ल हेर्नुहोस् कति राम्रो ग्रोथ भइरहेछ यो फापरको सागको पनि। केही दिनमा त थोरै भए पनि हार्भेस्ट गर्न मिल्छ। वाउ, कसमस फ्लावर हेर्नुहोस् त कस्तो मजाले फ्लावरिङ भइरहेछ। अनि यो पोर्चुलाका हेर्नुहोस् न, यति राम्रो फ्लावरिङ हुन्छ कि यो समरको लागि त एकदमै यो बेस्ट फ्लावरिङ प्लान्ट भन्दा पनि हुन्छ हैन। थोरै केयरमा अनि यो सानो पटमा पनि एकदमै धेरै हेर्नुहोस् न बुसी भएर आएको छ। फ्लावरिङ पनि एकदमै मजाले हुन्छ। मैले चाहिँ स्मल पटमा यहाँ ह्याङ्गिङ गरेर राखेको छु हैन। अनि यो एभ्रिडे सो कोसीमा आउँदा पनि हेर्नलाई हेर्नुहोस् न कस्तो आनन्द हुने, ल हेर्दा पनि मनै आनन्द हुन्छ। यो त्यति राम्रो फुलिरहेछ हैन। चेरी टमेटो, यो चाहिँ मेरो एकदमै फेभरेट यो चेरी टमेटो हो हैन। अनि यो एकदमै हेल्दी फ्रुटिङ भइरहेको छ हैन। सानो बोटमा एकदमै मजाले आइरहेछ। यो डल्ले खोर्सानी भयो हैन। मेरो यो केही दिन अगाडि मैले यसलाई 2G कटिङ गरेको हैन। अनि अहिले त एकदमै यसको ब्रान्चहरू, साइड ब्रान्चहरू पनि मजाले आइरहेको छ हैन। अनि अब यो ब्रान्चहरू चाहिँ अलिकति पछि ठुलो हुन्छ नि। यो ब्रान्चहरू ठुलो भइसकेपछि चाहिँ फेरि मैले यसलाई 3G कटिङ गर्छु के। हजुरहरूले जति यो धेरै यो कटिङ गर्यो नि त्यति धेरै ब्रान्च निस्किन्छ। अनि यहाँबाट हामीलाई फ्रुटिङहरू धेरै फ्रुटिङ हुन्छ क्या यसमा चाहिँ। अनि त्यो भएको भएर हामीले चाहिँ सबै बिरुवाहरूलाई चाहिँ यो 2G 3G कटिङ गर्नु एकदमै इम्पोर्टेन्ट छ है, धेरै फ्रुटिङको लागि चाहिँ। अब यो एकदमै राम्रो हेल्दी भएर आइरहेछ यो मेरो डल्ले। यो चाहिँ मेरो यो चेरी टमेटो भयो कि मैले यो फलिरहेको एउटा चेरी टमेटोलाई ल्याएर यहाँ छरिदिएको थिएँ। एकदमै राम्रो बिरुवा भएर आएछ क्या यहाँ। अब यो म केही दिनमा यसलाई पनि रिपोर्ट गर्छु। अलमोस्ट मैले यो छरे जति त उम्रेकै पनि छ। अब म लगभग यो सबै नै लाई नै म रोप्नेवाला छु हैन। अब यो मेरो बिन प्लान्ट भयो हैन, लङ बिन भयो। यो अलि ल्याङ्की भएको छ यो सनलाइट नपरेर। यो मेरो राजमा बिन रोपेको अलमोस्ट 35 to 40 डेज हुन लाग्यो होला हैन। अब यति धेरै यसको फ्लावरिङ भएको छ। अनि यो हाँगै पछि यसको हेर्नु न फुल भएको छ। अनि यहाँ केहीमा त अलिकति यो फ्रुटिङ पनि स्टार्ट भएको छ हैन, फल्न पनि थालेको छ है। यसरी फल्न पनि थालेको छ केहीमा। यो प्रत्येक हाँगामा नै यसको चाहिँ अहिले फुलहरू अनि यो फ्रुटिङ स्टार्ट भएको छ है। यो चाहिँ एकदम छोटो समयमा नै यो फल्छ है। अनि मैले अर्को यो पटमा चाहिँ बिचबिचमा अरू रोपी पनि दिएको छु। अनि ठुलो प्लान्टहरू यो फ्लावरिङ हुन्छ, फल्न थाल्छ। अनि यो फेरि सानो सानो अनि यो बिरुवाहरू पनि बढ्दै जान्छ, फेरि पनि फल्छ हैन। अनि यो मेरो भन्टा त कति राम्रो आइरहेछ। अनि यसको ब्रान्चमा अहिले फुल पनि रहेछ है। हेल्दी प्लान्ट देखिरहेछ। अनि यो मेरो पेपिनो मेलन चाहिँ कस्तो मजाले नै आएन कि, एकदमै फुलिरहेको थियो कि केही दिन अगाडि। अहिले त सबै फुल झरेर एउटा फ्रुटिङ स्टार्ट भएन। अगाडि जति फलेको थियो त्यति मात्रै छ अहिले। यसमा चाहिँ के प्रब्लम भयो जस्तो छ। यो लौका कतिको फल्छ, एउटा लौका पनि छ सानो मेरो यो ग्रो ब्यागमा। हेल्दी प्लान्ट आएको छ। ओहो, मेरो यो हजुरको यो तिते करेला हैन, तिते करेलालाई मैले यो 3G कटिङ गरिसकेको छु हैन। अनि यो 3G कटिङ गरेपछि हेर्नुहोस् स्टार्ट भएको छ कि यो फल्न थालिसकेको छ हैन। कस्तो मजाले अब यसको ब्रान्चमा चाहिँ अब यसको फुलहरू लाग्छ है। मेरो यो जिरे खोर्सानीको मसँग अहिले यो 3टा बोट जति छ। यति धेरै फलिरहेछ हेर्नुहोस्। मैले एभ्रिडे जस्तो मैले यो खानको लागि टिप्छु, जति टिप्दै गयो अर्कोतिर फुल्दै छ, फेरि फल्दै छ। केही पाक्न पनि लागेको छ हैन। ओहो, खाना यस्तो मिठो छ नि, यो मिठो खालको पिरो छ हैन। एकदमै मजाले यो फलिरहेको छ मेरो यो
जिरे खोर्सानी पनि हेर्दा पनि कस्तो आनन्द लाग्ने पो फलिरहेछ त। ल यसैको फेरि मैले नेक्स्ट इयरको लागि पनि बिउ राख्छु होइन। अनि यहाँ चाहिँ मेरो यो तोरीको साग हेर्नुहोस्, अब यो केही दिनमा त हार्भेस्ट गर्न मिल्छ। तोरीको साग पनि सानो पटमा पनि यस्तो मजाले आइरहेको छ। यो चाहिँ हामीले सधैँभरि नै रोप्न सक्छौँ।